अलिक पढाले अलिक केयर गरिदिनु हाम्रो छोरीले आफ्नो अङ्कलको जुम्रा मारिदिँदैछ यस्तो है ज्ञानी है मेरो छोरी ल मारिदिनुहोस् त अङ्कलको जुम्ती गुड कतिवटा भेटाउनु भयो छोरी एउटा त्यो मार्दैन अङ्कलको कपालै रहेनछ अनि के जुम्रा होला नि त त्यहाँ होइन कुनै कुराहरू तपाईँहरू कुनै कुराहरू लुगाउला भन्ने ठाउँ छैन एकछिन छेनीको हिसाबमा लुगाउनु सक्नु होला एकछिन अहिले बाबा अहिले त विवाद त हुने त जुम्रा अहिले त ठुल्ठुलै बेट्या के हो खै अङ्कललाई माया गरिदेऊ त माया खै माया गरिदेऊ त अङ्कललाई माया गरिदेऊ न अङ्कललाई याङ्गिनले गरिसक्यो गुड यसरी हो नि त माया गर्ने किन हो फेरि उसँग त म पहिला पनि धेरै छोरी थिइनँ नि त उमा आउँदाखेरि कतिवटा जुम्रा भेटाउनु भयो भन्नुहोस् त कस्तो नाम भन्छ र ऊ कतिवटा जुम्रा भेटाउनु भयो म आएर गएर सुतिहाल्छ अरू के भन्छ कस्तो राम्रो भन्छ कहाँ यो नानी पहिले आउने बेला नि कान्छ एक शब्द बोल्दैन थियो भेडो थियो भेडो लाटा हो कि के हो बाटी हो अनि डर लाग्थ्यो ओए नै पाल्नु खोलिदिनु पर्छ ओ भेडी ओ याङ्गिन क्यों नहीं बोलता है नहीं बोलेगा तो हम भेड़ी बोलता है फिर म त अहिले धेरै बोल्छु कि भैया बोलेगा अहिले त म धेरै बोल्छु भन ए कहाँ पैसा माग्नु पनि डराउँदैन के दाइनेहरू त नखाल्ने माग्ने हातमा है दाइनेहरू ए दे 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 ओ रोमन त त्यही हो तेरो तेरो के हो कम्प्युटर चलाउँदैछ त कुन अफिसमा हो पुरा एकदम कुर्सीमा बसेर कम्प्युटर चलाउँदैछ के हो बाह्र तेरो लुक नमन रहेछ सुत्ने पनि त्यही हो क्या तेरो खाट हो जुम्रा छ क्या छोरी जुम्रा कुनामा सुत्ने उठ्ने त्यतिर हेर्ने भेटेन जुम्रा अङ्कलको त जुम्रा थिएन कति कति बोतल खाएर बोल्दै हुनुहुन्छ म्याडम बाउ जस्तै भयो नि त बर्बाद बाउ जस्तै आमा चाहिँ कुन चाहिँ खतरा छ र हेर्नु यहाँ उसलाई सबै थाहा छ यो मेरो तानेर जस्तै भयो भने आमासँग एउटै छु क्या गफाडी ज्ञान हेर यहाँ क्रिम पनि लाउने हुँदा त उहाँ ए खतरा मेकअप गर्दो रहेछ छोरीले हेर त ल अबै खोलिदिएको छोरीलाई है